बागेश्वरी माता की जय। हामी आज बागेश्वरी मन्दिर नेपालगञ्जमा दर्शनको लागि आएका छौँ। त्यहाँको दृश्य म देखाउँदैछु। हामी पूजा अर्चना गर्ने तयारीमा बर्दियाबाट यहाँ नेपालगञ्ज आएका थियौँ सबैजना। त्यसले गर्दाखेरि त्यहाँको झलकहरू म देखाउँछु। हामीहरू अहिले मन्दिरको प्रवेशद्वारतिर अगाडि बढिरहेका छौँ। यहाँ यस्तो तलाउ पनि छ, पुरा तलाउ छ, हाँसहरू चरिरहेका छन्। यता रमाइलो छ, यता पार्किङ छ पछाडितिर। बिचमा शङ्करजीको महादेवको मन्दिर छ र अहिले दिउँसो गर्मीको समय छ, 12-1 बजिरहेको छ। साह्रै गर्मी छ नेपालगञ्जमा। त्यही पनि एउटा सानो भिडियो बनाएर सबैलाई देखाउँ ल, सबैले आशीर्वाद दिनुहोला भन्ने पूर्ण विश्वासका साथ त्यो भिडियो बनाउँदैछु। आशीर्वाद अवश्य लिनु होला। यहाँको आशीर्वाद मनोकामना सबै पुरा हुन्छ रे भन्ने मान्यता छ। त्यसले गर्दाखेरि ल, मेरा घरका परिवारहरूले यहाँ केही प्रसादीको लागि किनिरहेका छन्। यहाँ हाम्री बहिनी साउनी हुन्। साउनी बहिनीले यहाँ सबै दिँदैछ। लिइसक्यो सबै? ल ल्याऊ ल्याऊ, राम्रोसँग ल्याऊ। एउटा फर्मी ल। यहाँ रुद्राक्षहरू पनि छ टन्नै पारेर। कोही आउनु छ भने पसलमा आउनु होला। राम्रो छ पसल, चिटिक्क। ल, यहाँ किनमेल गर्दैछन् मेरा छोरा नाति नातिनी। एउटा मलाई पनि। ल, यहाँ प्रसादी लिएर अगाडि बढ्दैछौँ। पसलहरू यस्तो छ, रमाइलो छ। जे होस्, दसैँको बेलामा रमाइलो छ। ल, हामी प्रवेश मन्दिरको जय भिडियो बनाउँदैछ। तिमीले अझ पानी पिउने पनि व्यवस्था गरेको रहेछ यस्तो। ल, सबै पानी पनि खान्छन् यहाँ। प्युस वाटर, ड्रिङ्किङ वाटर। आई थिङ्क यो बलि दिएको ठाउँ जस्तो लागेको छ। आई थिङ्क यो ब्लडहरू देखेको हुनाले बागेश्वरीमा अलिकति यो दसैँ तिहारमा बलि दिने प्रथा छ। अब यहाँ यस्तो बलि दिएको रहेछ। यतातिर भजन कीर्तनको पनि माहौल छ। भजन कीर्तन गरिरहेका छन् सबैजनाले। अब यस्तो छ। ल, सबैजनाले नाचिरहेछन्। ल, यहाँको कल्चर हेरौँ। यहाँ चाहिँ यसरी भजन कीर्तन गरे पनि भगवान्ले आशीर्वाद दिन्छन् रे भन्ने भनिरहेछ। हवन कुण्डली हो। यहाँ पनि हवन गर्ने, पूजा गर्ने ठाउँ हो। यो पनि यस्तो दृश्य पनि मैले देखाइरहेको छु हजुरहरूलाई। त्यो पनि राम्रो छ। यो सतचण्डी महायज्ञ स्थल भन्छ यसलाई। यो बोर्ड पनि मैले देखाएँ। यो घन्टी लगभग 2 कुइन्टलको होला मेरो अनुमानले, त्यस्तै लाग्छ।
यता पनि रमाइलो छ। पानी पर्ला जस्तो अवस्था छ माथिको त्यसो हेर्दा, तर गर्मी छ, तर पानी परे राम्रै। अब चिसो हुन्छ कि। ल यो मन्दिर पनि छ, एउटा नयाँ कुरा देखेँ, तर यो के को मन्दिर भन्ने आई डोन्ट नो, मलाई केही थाहा छैन। तर जे होस् यो बागेश्वरी भित्रको एउटा सानो मन्दिर हो। यहाँ पनि मान्छे आशीर्वाद लिने भिडभाड धेरै छ। र अर्को पनि म देखाउँछु राम्रो। यहाँ पनि एउटा गणेशजीको मन्दिर स्थापना गरेको रहेछ। यो अति राम्रो र सुन्दर छ। ल यो चाहिँ आशीर्वाद सबैले लिनु होला, एकदम पुग्छ। लक्ष्मी माताले पैसा वर्षाउनुहुन्छ अरे भन्छन् यहाँको आशीर्वाद लिँदा। मैले टाढैबाट खिचिरहेको छु, त्यसको आशीर्वाद लिनु होला। यो त बाहिर निस्किने गेट हो, यताबाट बाहिर मान्छेहरू निस्किन्छन्। र यताको दृश्य पनि म देखाउँछु। जुत्ता चप्पल राख्ने ठाउँको पनि व्यवस्था राम्रो गरेको रहेछ। र यहाँ फ्री सेवा होला यो मेरो विचारमा। त्यसले गर्दाखेरि अब यहाँ पनि आफ्नो आफ्नो तरिकाले आफ्नो आफ्नो गुरुजीहरू राखेर, पण्डितजीहरू राखेर पूजा गरिरहेका छन्। ग्रह दोष दशाहरू, दसैँमा शुभकामना लिने कार्यहरू यहाँ सबै भइरहेको छ। त्यसले गर्दाखेरि यो स्थानमा पनि रमाइलो लाग्यो मलाई। अब यहाँ नयाँ जोडीहरू पनि यसरी बिहा भएको दृश्य देखियो। र यहाँ पनि आफ्नो तरिकाले पूजा अर्चना गरिरहेका छन्, आशीर्वाद लिइरहेका छन्। यो धेरै राम्रो छ। अब अन्तिम हामीहरू बाहिर निस्किने कार्यक्रममा छौँ। अब यो हामी निस्किने बाटो अब लगभग यहाँको दृश्य यही नै हो। अब अरू पनि छ, तर मैले खासै मोटामोटी एउटा भिडियो सबैजनाले देखाउँ र आशीर्वाद लिनुहुन्छ कि भनेर बनाएको हो। यो तलाउ देखिन्छ यहाँबाट, कस्तो राम्रो तलाउ। बागेश्वरीको बाहिरको दृश्य हो यो, बाहिरको दृश्य हो। यहाँ पनि बाजाहरू अर्चनाहरू सब गरिरहेका छन्। यता पनि भिड छ। यता पनि भिड छ। मेन यहाँ शङ्करजीको महादेव भगवानको एउटा मूर्ति स्थापना गरेको तलाउको बिचमा छ। अति सुन्दर, अति राम्रो। हामी त्यहाँ प्रवेश गर्दैछौँ र म टाढाबाट आशीर्वाद लिन्छु, किनभने मसँग हेल्पर कोही पनि छैन फोटो खिचिदिने, एक्लै छु। त्यसले गर्दाखेरि तपाईँहरूको सामु त देखाउनु पऱ्यो, त्यसकारण मैले टाढाबाट आशीर्वाद लिन्छु। तर यहाँको दृश्य देखाउँछु। ल आशीर्वाद सबैजना लिनु होला, एकदम लाग्छ यहाँको आशीर्वाद पुरा हुन्छ, भाकल पुरा हुन्छ। पुरा विचार गरेर हेर्नु होला। हे भगवान् मैले पनि घन्टी बजाउँदैछु टाढैबाट। ल हामीहरू निस्किने क्रममा छौँ। अब यही हो यहाँको सबै दृश्यहरू। रमाइलो छ। जे होस् गर्मी छ, गर्मी त अब कुरै नगरौँ, गर्मी एकदमै छ। तर पनि आशीर्वाद लिनलाई त गर्मी मान्न भएन। त्यसकारण यो मोटरसाइकल कसैको स्कुटी, नयाँ स्कुटीको पूजा हुँदैछ। यहाँ नयाँ स्कुटीको पूजा हुँदैछ। नयाँ स्कुटीको पूजा हुँदैछ। यसरी बेलुनहरू बेचिरहेका छन्। आहा रमाइलो। बचपनको याद आयो मलाई त हजुर। के गर्नु। ल साइकलमा यहाँ पानी पुडी, यो चटपटे पनि छ। त्यसपछि यहाँ बेलुनहरू सबैजना। ल हामीहरू निस्किने क्रममा छौँ। अब यहाँ निस्किने क्रममा जुन जुन दृश्यहरू देखिन्छ त्यसलाई चाहिँ हजुरहरूले सहर्ष स्वीकार गर्नुहोला। यहाँ सामानहरू
यो मन्दिरमा चढाउने सामानहरू अति हेर्दै र मैले एउटा मन्दिर यहाँ पनि देखेँ मैले, त्यो पनि हेर्नुहोस्। यो हो ल यस्तो छ। यो नेपालगञ्जको रमाइलो छ, मार्केट पनि रमाइलो छ, ठाउँ पनि रमाइलो छ। अब यहाँ यस्तो एउटा चौतारा छ, यहाँ चप्पलहरू पनि बेचिरहेका छन्। यो पनि एउटा भगवान्कै चौतारा हो, पिपल बोट हो। अब म त यी कलरहरू यहाँ रङहरू पनि हाम्रो एकजना बाजेले बेच्न लाग्नुभएको छ। यस्तो छ, यस्तो यस्तो टिकाहरू, काङ्गुहरू, औँठी एभ्रिथिङ पाउँछ। नपाइन्छ नि त, क्वालिटी चाहिँ हुँदैन, तर चाहिँ किनो लाग्ने। यिनीहरू चाहिँ के गर्न लाग्छन्, अब किन्दैछन्, हेर्छु। ओके त्यो पनि हुन्छ, तर टाँस्ने कसरी? ब्यान्ड बाजा ग्रुप आयो फेरि, यो पनि हेर्नुहोस् कति रमाइलो छ। रङ किन्दै हो? किन नि त, किन कतना का 50 को ल्याउ नि त। यिनीहरू किन्न लाग्छन्, बार्गेनिङ गर्दैछन्, उसले घटेन, अब ठिकै छ। भगवानको मन्दिरमा आएर किन बार्गेनिङ गर्ने? ल अब हामीहरू फर्किने क्रममा यिनीहरूको यसो चेहरा पनि देखाइदिउँ भनेर। ल फाइनली हामीहरू दर्शन, बागेश्वरी माताको दर्शन गरेर फाइनली हामीहरू फर्कियौँ। अब यो बाटोमा भएको यो दृश्यहरू देखाउँदैछु। मलाई त पशुपतिनाथको भन्दा पनि अलि राम्रो यहाँ सिस्टम रहेछ, व्यवस्थित तरिकाले यो मन्दिरको व्यवस्थापन गरेको रहेछ, यो चाहिँ मन पर्यो। अब हाम्रो पशुपतिनाथको पनि होला बिस्तारै, तर यहाँ चाहिँ व्यवस्थित गरिसकेको छ यहाँको नगरपालिकाले, त्यो चाहिँ खुसी लाग्यो। ल फाइनली हो। ल हवस् त हजुर, अब यो सबै जति छ देखाउनु पर्ने देखाएँ। अब यही हो लास्टमा। अब उता पार्किङहरू छ गाडी राख्ने, अब यसो उता खासै रमाइलो छैन। अब यो भिडियोलाई मैले यतिमा नै बन्द गर्ने निर्णय गरेँ। अब यसको लागि के कस्तो लाग्छ, राम्रो नराम्रो प्रतिक्रिया दिनुहोला। यसो मन परे सब्सक्राइब, लाइक, कमेन्टहरू गरेर मलाई अलिकता फेरि पनि आगामी नयाँ भिडियो बनाउने को लागि हौसला दिनुहुन्छ भन्ने पूर्ण विश्वासका साथ भिडियोलाई बन्द गर्दैछु। धन्यवाद। त बाहिरबाट देखिने दृश्य यस्तो छ। यहाँ तलाउमा हाँसहरू यति आनन्दित तरिकाले नुहाइरहेका छन्। ल हेर्नुहोस्, आहा कति सफा पानी। ल पानीमा मान्छे पनि छन्, हाँस पनि छन्। यो पुरा देखाउँछु है हजुरहरूलाई मैले। ल हाँसहरू कस्तो मजाले चले पानीमा पौडी खेलिरहेका छन्। उता पर पनि रहेछन् अरे टाढा। यता यिनीहरू नुहाएर फ्रेस भइसक्यो। ल हेर्नुहोस्, यता तलाउमा पानी पनि भरिरहेछ त्यहाँ।
को दृश्य देखाउँदैछु। अब हामीहरू निस्किने ठाउँ हो एकदम, अब मेन एक्जिट गेट भनौँ न। यहाँ पनि सानो सानो पसलहरू रहेछ, यस्तो रहेछ। यहाँ पनि के बेचिरहेको छ, जुत्ता पालिस गर्ने, सायद मेबी पेन्ट गर्ने। हजुर, यहाँ चाहिँ हेर्नु त कर्न के अरे कर्नहरू, मकैहरू बेचिरहेको छ यहाँ। ओके, राम्रो छ। ल कर्नहरू हेर्नु, भुटेको मकै एकदम हेल्दी। यतातिरको पनि दृश्य देखाउँदैछु। यता पनि रमाइलो लाग्यो। जो यो मन्दिरभन्दा बाहिरतिर हो, तर यहाँ पनि एकदम रमाइलो दृश्य लाग्यो मलाई त। ल यहाँ ठेलामा चट्ट बनाउने चट्ट साउजीले बेचिरहेको छ, राम्रो छ। ल एकदम हाइजेनिक छ, राम्रो छ। यहाँ आउनु होला खान सबैजनाले। अहिले यहाँ भित्र पनि नाच हुँदैछ। पनि समोसाहरू बेचिरहेको छ।